चरणमा अर्पण गर्दै आजको गुरुङहरूको लोसार मनाउँदैछौँ हामीले। मेरो दिदीबहिनीहरू गुरुङनी दिदीबहिनीहरू गुरुङ सेनी दिदीबहिनीहरू है है। शिला के गर्दैछौ? अझै मुला काट्दैछ क्या? गुरुङहरू आउँदैछ बङ्गाल्नु। सलुजा पनि एकदम बिजी छ है आज। हाम्रो यी सानो गुरुङ सेनी नानीहरू यता आएर त यता आएर त। तिम्रो नाम के हो? के खाँदैछौ? हाम्रो दिदीबहिनीहरूले आज बिहानको खाजा खानुहुँदैछ। हाम्रो मेन कोर्स त डल्लै छ, अहिले प्रोग्राम सुरु भएको छैन, मात्रै खाजाहरू मात्रै खानुहुँदैछ। सबैवटा मेरो जति पनि गुरुङ समाजको जति पनि परिवारहरूलाई हमेसा सुख शान्ति राम्रो प्रकारले राखोस्। घरमा सब प्रकारको शान्ति प्रकारले छोराछोरीहरू फुलोस् परोस्, एकदमै राम्रो प्रकारले हर जग्गामा शिक्षामा शिक्षा जितेर जाओस्। र हाम्रो गुरुङको हाम्रो यो लोसार भन्ने कुरो चाहिँ यो हाम्रो लोसार कस्तो लोसार हो भनेको चाहिँ यो हाम्रो ऋतु लोसार हो। हामीले के भन्छौँ? हाम्रो गुरुङको यो ऋतु लोसार हो। आजदेखि अलिकति पनि दिन सरेर जान्छ। आजदेखि अलिकति ढल्दै हेरेर जान्छ र आजदेखि नै रुखमा जति पनि हुन्छ सबै पाउला फेर्दै जाँदै हुन्छ। र हाम्रो गुरुङको चाहिँ ऋतु लोसार हो, अरू तामाङको चाहिँ सनम लोसार हो, भोटेको चाहिँ ग्याबिङ लोसार हो। र हामीहरू तीन जाति नै यसको लोसार मान्नेहरूको चाहिँ यो छ। र हाम्रो गुरुङ जातिहरू हाम्रो बुद्ध प्रश्न हुनु भन्दाखेरि पहिल्यैदेखि नै हामीहरूको यो लोसार हामीहरूले मानेर आएको। हाम्रो पुरानो पुर्खाहरूले भन्यो भने नेपालमा हामीहरू पहिल्यैदेखि मानेर आएको थियो। र हाम्रो
नेपालमा राम्रो अवस्था नभएको कारणले गर्दाखेरि हाम्रो जति पनि परिवारहरू थियो कोही टिबेटमा कोही चाइनामा पुग्यो वहाँ पुगेर वहाँबाट आउनु भएर पनि सरपटे भएर धेरै दिनसम्म यस्तो हाम्रो लोसारहरू मान्नुको लागि चकमन्न भयो र अहिले 10-15 सालदेखि हामीहरूको जति पनि हामीहरूको गुरुहरू छ जग्गा जग्गामा हर जग्गामा अहिले हाम्रो लोसारहरू मान्नुहुन्छ लो कंटिन्यू अर्को लु है चियाचामा स्टार्टर हुँदैछ स्टार्टर त खाइँदैछ तर सबै प्लेटहरू खाली देख्छ त हौ नानीहरूको पनि थाल खाली देख्छ थालहरू त खाली छ त हौ गिलास पनि खै त लसनको बाटो दि ल है खानुहोस् है खानुहोस्
यो हाम्रो चेलीबेटीले के खाँदैछ है हामी त गइहाल्यो चेलीबेटीले पनि सकिसकेछ त्यस्तै छ खसीको कच्ची मच्ची त सकेछ नि हौ बियरहरू पनि कसैले खाएको छैन त हौ हुस्किएर खाएको छैन रहेछ ल यहाँ पनि लु हालमा त पापड मात्रै छ त हम नॉन वेज नहीं खाता है ना हो नन भेज नखाने है मासु दान्दै हुनुहुन्छ ल ल यहाँको चेलीबेटीहरूको थाल त खाली भइसकेको छैन रहेछ त अन्त हामी फर्स्टमा खाएको हो दिनु अरे अलिक यहाँ कर्ची मची छैन त सक्यो सक्यो यता हेर त दुईजनाले यता हेर त तिम्रो नाम के हो भन त फेरि भन तिम्रो समृद्धि गुरुङ ल ल हाम्रो दिदीबहिनीहरूले खाना पनि पकाउँदैछ अब मासु पाक्दैछ आज गुरुङको लोसारमा पुरा बन्नुहोस् हुँदैछ गुरुङहरू आउँदैछ पाहुनाहरू सबै आउँदैछ हाम्रो गुरुङको अध्यक्षजी हुनुहुन्छ बिआर गुरुङ हाम्रो म्याडम नमस्ते सबैजनालाई हाम्रो दिदी पनि भर्खरै आउनु भएको छ
सेफ इन्वेस्टर्स के लिए धेरै धेरै स्वागत पनि जनाउँदछौँ र हामीले लोसर त मनाउँछौँ है। हामी गुरुङ जाति कहाँबाट आयौँ, हामीले लोसर किन मनाउँछौँ भन्ने विषयमा अब हामी धेरैलाई थाहा छैन है। र सबै कुरो त मलाई पनि थाहा छैन र म यहाँ कुछ लेखेर दिनुभएको थियो मलाई, त्यही हजुरहरू समक्ष पढेर सुनाउन गइरहेछु। अलिकति लामो छ र पनि कृपया ध्यान दिएर सुनिदिनुहोस् होला। आजको यो हामी सम्पूर्ण गुरुङ जातिको पर्व तोला लोसार पालन गर्न उपस्थित हुनुभएका आमा बाबा, दाजुभाइ, दिदीबहिनी, साथी सङ्गी, साना नानीहरू लगायत संसारभरि छरिएर बसेका गुरुङ समुदायलाई एकमुष्टमा छैजलो, सबैलाई आशीमाला। हामी सम्पूर्ण गुरुङ जातिले गुरुङ लोसार किन मनाइन्छ अनि यो गुरुङ लोसार मनाउनुको तात्पर्य के हो, यसबारे हजुरहरूलाई छोटकरीमा जानकारी दिन चाहन्छु, ताकि तपाईहरूले पनि यो सुझाउ र भनाइलाई सिरोपर गरी बुझ्ने कोसिस गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। हामी गुरुङ जातिको महान पर्व लोसार नेपाली साल अन्तर्गत पर्ने पौष शुक्ल पक्ष अर्थात् पौष 15 गते अर्थात् अङ्ग्रेजी सालको डिसेम्बर तारिकको दिन मनाउने प्रचलन पूर्वकालदेखि नै चलिआएको हो। तर बीचमा नेपालका तत्कालीन राजाहरूले हामी गुरुङ जातिको जातीय पुस्तकहरू, यज्ञ सामग्रीहरू खोज्ने, फुटाउने अनि लामा गुरुङ र अग्रजहरूलाई हत्या गरी गुरुङ जातिको कुल धार्मिक संस्कार संस्कृतिमाथि हस्तक्षेप र दमन गरेका थिए। साथै प्रतिबिम्ब पनि अप्नाएर धर्म परिवर्तन गराउन कुटिल प्रयत्नहरू गरेकोले गर्दा आज हामी छरपस्टिएका साथै विदेशिएका हामी गुरुङहरूले आफ्नो पहिचान, धर्म, संस्कार, संस्कृति र परम्परा बारेमा अनभिज्ञ भई अन्यलतामा परि जातिसँग हेलमेलमा गुज्रिनु पुगेका छौँ। हामी आफैले हामीलाई बिर्सिरहेका छौँ। अब हामी पनि सम्हालिने कोसिस गर्नुपर्छ। यसै सिलसिलामा हाम्रो यो गुरुङ सङ्गठन सिलगढी गुरुङ वेलफेयर सोसाइटीले यो जमर्को कसेका छौँ ताकि हाम्रो आफ्नो गुरुङ जातिको कुलपित्र, धर्म, संस्कार, संस्कृति र परम्परादेखि अनभिज्ञ भई अन्यलमा परेका गुरुङ समुदायलाई आफ्नो गुरुङ जातिको जातित्व, अस्तित्व र वास्तविकताको बारेमा घर घरमा सन्देश पुर्याउने हेतुले यो गुरुङ लोसार पर्व मनाउने प्रथाबाट सुरुवात गरिरहेका छौँ। हामी गुरुङ जातिको आफ्नै मौलिक भाषा, वेशभूषा, शास्त्र, संस्कार, संस्कृतिलाई आफै समक्ष र ध्वनि बनाउनुपर्छ। हामी स्वयं अघि आएर जातीय संरक्षण गर्न कोसिस गर्नुपर्दछ। हाम्रो प्रथालाई राम्रो बनाउनु हामी आफैले प्रयास गर्नुपर्दछ। तर अर्काको प्रथालाई हाम्रो र राम्रो बनाउनु हामी गुरुङ जातिको बुद्धिमानी भने पटक्कै होइन। हाम्रा प्राचीन कालका पिता पुर्खाहरूले भन्ने गर्थे कि जाति भन्दा जात ठुलो, जात हराए जाति हराउँछ भनेर जात जातलाई बुझाउने र सम्झाउने प्रयास गरेका थिए। त्यसर्थ हामीले हाम्रो जातित्वको संरक्षण गर्नुपर्दछ। आफ्नो जातित्वको संरक्षण गर्नको लागि पूर्वज तथा विज्ञहरूले भन्ने गर्दथे कि शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराएर संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए हाम्रो जातित्वको अस्तित्व नै हराउँछ भनेर व्याख्यान गरेका थिए। लोसार भनेको कुनै शाब्दिक अर्थ होइन। यो लोसार हामी हाम्रो गुरुङ जातिको जातित्वलाई माया दर्शाउने पर्व हो। हामी गुरुङ जाति जति पनि एउटा अलग्गै पहिचान बोकेका गुरुङ जाति हौँ। हामी गुरुङ जाति प्राकृतिक पूजक हौँ। हामी गुरुङ जाति यस भवसागरलाई सञ्चालन गर्ने र संरक्षण गर्ने प्रकृतिलाई पूजा गर्ने जाति हौँ। यस धरतीमा प्राकृतिक प्रकरण अनुरूप मौजुद शक्तिको पूजा गर्ने जाति हौँ। किनभने यस धरतीमा एक सेकेन्ड पनि हावाको गति उपर भए हामी तत्काल मर्नेछौँ। सूर्यको ताप हामी माथि नपरे हामी कक्रिएर मर्नेछौँ। चन्द्रमाको शीतलपन प्रभाव नभए हामी
अति गर्मीबाट बाँच्न सक्दैनौँ। धरतीमा जल पानी नभए हामी तिर्खाएर मर्नेछौँ। धरती माताले हामीलाई अन्न फलफुल सागपात रुखपात नदिए अर्थात् नउब्जिए हामी भोकले व्याकुल भई मर्नेछौँ। हामीलाई जन्म दिने र पालन पोषण गर्ने माता पिताको सङ्गम नभए हामी यस धरतीमा उत्तीर्ण हुने थिएनौँ। शिक्षण संस्थाहरू र जातीय संस्था नभएको भए हामीले शिक्षा र पहिचानबारे जान्न पाउने थिएनौँ। अग्नि नभएको भए आफै सोच्नुहोस् हामीलाई के कस्तो प्रभाव पर्थ्यो। यिनै हुन्